दिदी बहिनी खाएको अरे सकेको बेलामा कति मिठो पनि खानु अघिबाट ठुली दिदीले कान्छी बहिनीलाई खुवाउँदैन यिनीहरू अघि भात खाएको म त अगाएन जस्तो लाग्यो दुईचोटि भात खाएको आज त अघि त पट्टीमा हामीले गएको मैले कतिमा छ यो चाहिँ मकैको भएन होला भनेर म म घर आएपछि मोटाउनुको कारण यही हो विराटनगरमा आयो ठुली दिदी यसरी भात खुवाउनुहुन्छ कोटाङ घरमा गयो आमा खाने मोडल खाँदै एउटा मोडल खावै के छ र अब सक्यो है मैले त्यही भएर त्यही भात पकाएको थिएँ कि यिनीहरू खान्छ होला स्कुलको पुगेन